हेलो एभ्रिवान, म आज लाइभ आएको छु होइन। मेरो साथीहरू, मेरो बिजनेस पार्टनरहरूले 30 डेज फेसबुक च्यालेन्ज गर्ने भनेर भन्नुभएको छ होइन। त्यही भएर म पनि त्यसको हिस्सा भएर चाहिँ म आज लाइभ आएको छु। आजको फर्स्ट डे होइन, आज फर्स्ट डे चाहिँ हाम्रो आफ्नो बिगेस्ट वाइको बारेमा छ होइन। म त्यही टपिकमा चाहिँ म आज कुरा गर्न गइरहेको छु। म सुरुदेखि नै कुरा गर्छु होइन। मेरो नाम प्रतिका साके, म काठमाडौँमा बस्छु। मेरो सानो अहिले 6 वर्षको बच्चा छ अनि मैले ट्रेडिसनल बिजनेस अप्टिकल सप पनि चलाइरहेको छु। साथसाथै यो प्राउडली यो डिजिटल बिजनेस पनि रन गरिरहेको छु। मेरो फ्यामिली चाहिँ मिडल क्लास फ्यामिलीबाट बिलङ गर्छ होइन। हामीलाई हुर्काउन पढाउन मेरो फ्यामिलीले धेरै नै स्ट्रगलहरू, धेरै हार्डवर्कहरू गर्नुभएको छ। त्यसैले चाहिँ अब मलाई सानैदेखि त्यस्तो देखेको भएर चाहिँ मैले आफ्टर 10 क्लास अब 11-12देखि नै मैले जबहरू स्टार्ट गरिसकेको थिएँ। अनि जब गर्दै अब मेरो एनजिओमा काम गर्ने भएको भएर चाहिँ म विभिन्न अब रुरल एरियामा जानु पर्थ्यो। त्यति बेला मलाई लागिरहन्थ्यो कि मेरो फ्यामिलीसँग टाइमै हुँदैन थियो मेरो होइन। अब 1 हप्ता 2 हप्ता या मन्थली नै म बाहिर नै हुन्थेँ। कहिलेकाहीँ चाहिँ 1-2 दिन मात्रै घरमा हुन्थ्यो होइन। त्यति बेला मैले फ्यामिलीसँग बस्न नपाउने, अब मेरो बहिनी पनि छ, बहिनीसँग पनि अलिकति टाइम स्पेन्ड गर्न नपाउने होइन। अनि त्यस्तो चाहिँ सोचमा थियो। तर त्यति बेला चाहिँ हाम्रो यो डिजिटल बिजनेसको चाहिँ केही नामो निसान पनि थिएन होइन। अनि विभिन्न ठाउँमा चाहिँ मैले विभिन्न जबहरू गरेँ। अनि पछि चाहिँ अब मेरो बिहे भयो अनि बच्चा भएपछि चाहिँ त्यही टाइममा चाहिँ लकडाउन भएको थियो। त्यसमा चाहिँ एकदमै क्लिक भएको थियो कि अनलाइन बिजनेसको। अनि एकदमै क्लिक भएको थियो, सबैजनाले अनलाइन बिजनेसहरू गरिरहेको, अनलाइन सपिङहरू गरेको। अनि त्यति बेला हामी बाहिर जान निस्किन नसक्ने अवस्था थियो। त्यति बेला चाहिँ हामीले अनलाइन सपहरू धेरै गऱ्यौँ कि त्यही भएर पनि एकदमै क्लिक भएको थियो अनलाइन बिजनेस भएको भए चाहिँ। अहिले हामीले लकडाउन भए पनि सबै थोक बन्द भए पनि बिजनेस भएको भएर चाहिँ हामीले अर्नहरू गरिराख्न सक्छौँ घरमा बसी पनि। अब अनलाइन सपिङ गर्नेहरूले चाहिँ अनलाइन बिजनेस गर्नेहरूले चाहिँ धेरै बिजनेसहरू गरेको देखेँ नि त होइन। अनि मेरो पनि त्यसैमा ध्यान गएको थियो। तर यो हाम्रो मेन डिजिटल बिजनेसमा चाहिँ मलाई पटक्कै थाहा थिएन त्यति बेला। अनि मेरो लकडाउन भएको भएर मेरो पनि जब गयो, हस्बेन्डको पनि जब गयो। अनि फ्यामिलीलाई हेर्नुपर्ने, अनि फेरि अर्को हाम्रो बाबुलाई हेर्नुपर्ने थप रेस्पोन्सिबिलिटी आएको थियो। अनि त्यही भएर एकदमै जबको निड थियो। अनि म त्यही भएर 10 महिनाको बच्चा छोडेर मैले जे भए पनि जब गरौँ भनेर मैले सानो रिसेप्सनमा पनि काम गरेको थिएँ। तर आफ्नो प्रोफेसनलको नभएको भएर एकदमै अनसेटिस्फाई भयो होइन। एकदमै अनसेटिस्फाई भयो, बस्न पनि सकेन। फेरि सानो बाबु भएको भएर घरमा कसरी बसिरहेछन्, दुध खुवाइरहेको बच्चाहरू भयो नि त। अनि बसिरहेछ कि छैन, मम्मी ड्याडीसँग रोइरहेछ कि के छ, म ध्यान चाहिँ उता मात्रै जान्थ्यो होइन। अनि अफिसमा बसेर पनि मैले कति कलहरू गरिरहन्थेँ घरमा। अनि त्यति बेला पनि अब अनलाइन बिजनेस नै राम्रो छ भनेर त्यति बेला सर्चहरू गरेँ, एकदमै सर्च गरेँ कि घरमा बसेर। अब मैले बच्चा भएको भएर म बाहिर अब एनजिओहरूमा पनि काम गर्न नसक्ने, बाहिर जानुपर्ने नै थियो, बच्चा बोकेर जान नपाउने। अब अलिकति ठुलो भए पनि ल भनौँ न होइन, तर पनि स्कुलिङहरू हुन्छ के हुन्छ होइन, बाहिर गएर काम गर्न नसक्ने। त्यही भएर एनजिओतिर मैले हालेन। अनि फेरि सानोतिरो कोअपरेटिभतिर गरौँ भनेर गरेको होइन। जे होस् त्यसमा नलेज नभए पनि रिसेप्सनदेखि सुरु गरौँ भनेर गरेको। तर पनि म आफ्नो बच्चाले गर्दाखेरि बस्नै सकेन होइन। अनि आफ्नो प्रोफेसनलको पनि नभएको भएर एकदमै अनसेटिस्फाई भयो, छोडिदिएँ। अनि एकदम सर्च गरेँ। अनि मेरो मेन्टरको चाहिँ अब भिडियोजहरू हेरिरहन्थेँ मैले। अनि कहिलेकाहीँ लाइभहरू यसरी नै आइरहनुहुन्थ्यो। अनि उहाँको हेरेँ, एकदम मोटिभेट भयो कि अब 2-3 आवर्समा त गर्न सक्ने। मलाई जुन चाहिने थियो त्यही खालको बिजनेस हो यो होइन। त्यही भएर मैले यो उहाँको हेरेँ, उहाँसँग कुरा गरेँ। अनि उहाँसँग अरू बिजनेस पार्टनरहरूसँग पनि कुरा गरेँ। अनि उहाँले एकदम राम्रो छ, एकदम फ्लेक्सिबल छ, घरमा बसेर आफ्नो बेबी हेरेर गर्न मिल्छ, अनि जहाँ बसेर पनि गर्न मिल्छ भनेपछि ल ट्राई गरौँ न भनेर मैले गरेँ होइन। 1 मन्थको ट्रायल पिरियड पनि लिएँ।
अनि कोचिङ कलहरू पनि गरेँ। अनि मैले यो बिजनेस स्टार्ट गरेपछि उहाँले जुन भन्नुभएको थियो होइन, जुन मलाई चाहिने थियो, जुन टाइम फ्रिडम, फाइनेन्सियल फ्रिडम थियो, यो बिजनेसमा म इन्ट्री भएपछि मैले ठ्याक्कै जुन चाहिएको त्यही पाएँ होइन। ट्रेनिङहरू पाएँ, जुन मसँग कुनै पनि एक्सपिरियन्स पनि थिएन अनलाइनको। न त म भिडियो चलाउँथेँ होइन, न त कुनै फेसबुक नै राम्रोसँग मैले चलाउँथेँ। जस्ट कुनै ग्यादरिङ हुँदाखेरि क्लिक गर्ने, या मैले फोटो पनि इभन खिच्दिनँ थिएँ। तपाईँहरूले मेरो फेसबुकहरू हेर्नुभयो भने पहिलाको मेरो हेर्नुभयो पनि हुन्छ। मेरो फेसबुकमा म भएको फोटो चाहिँ कहिले पनि हुँदैन थियो। अनि अब यसमा त अब मार्केटिङ गर्नुपर्छ होइन, फोटोहरू खिच्नुपर्छ। अनि भिडियोजहरू पनि खिचेँ, बिस्तारै ट्राईहरू गर्दै गएँ होइन। तर भिडियोजहरू खिच्नु चाहिँ पर्छ, भिडियोजहरू बनाउनै पर्छ भन्ने छैन होइन, तपाईँको इच्छा हो। अब आफूले चाहिँ यसमा बिजनेसमा आएपछि आफ्नो अटोमेटिक नै इच्छाहरू जाग्दो रहेछ होइन। आफूले गर्न मन लाग्दो रहेछ, अरू साथीहरूले, आफ्नो बिजनेस पार्टनरहरूले गरेको देखेर चाहिँ आफूले गरौँ जस्तो हुने रहेछ कि। त्यही भएर मैले पनि ट्राई गरेँ होइन। अनि ट्राई गरेपछि राम्रो इम्प्रुभमेन्ट हुँदै गयो। अहिले धेरै नै इम्प्रुभमेन्ट भइसकेको छ। मैले धेरै कुरा सिकिरहेको छु। अनि मैले राम्रो साथीहरू पाएको छु यसमा होइन। जुन म अलिकति प्यासिभ भए पनि होइन, साथीहरूले जाउँ न, यो गरौँ न, यसरी ट्राई गरौँ न होइन, हामीले यो अब लाइफ च्यालेन्जहरू गरौँ न, हामी यो के भन्छ, हामीले हामी ग्यादरिङ गरौँ न, हाम्रो प्रब्लमहरू सल्भ गरौँ भनेर आउने साथीहरू पनि मैले भेटेँ होइन। अब जुन यो बिजनेसमा मात्रै होइन कि, हाम्रो बिजनेस सर्टेन बिजनेस पार्टनरहरूसँग मात्रै होइन कि, हामी ग्लोबल्ली पनि हामीले कनेक्ट गर्न सक्छौँ। हामी कस्तो राम्रो लिडर हुनुहुन्छ होइन। इडेन ओलाभेहरू हुनुहुन्छ, उहाँ एकदमै राम्रो कोच हुनुहुन्छ, हामीसँग लिडर हुनुहुन्छ होइन। सुस्मिता लिम्बुदी पनि हुनुहुन्छ, नवराज दाई हुनुहुन्छ, सबैजना हुनुहुन्छ जो हामीलाई हेल्प गर्नुहुन्छ। हामीलाई चाहिएको बेलामा उहाँहरूले आफ्नो आइडियाजहरू सेयर गर्नुहुन्छ। हामीले धेरै कुरा लर्न गर्न सक्छौँ। अनि एक्सपिरियन्स नचाहिने, जुन मैले भने नि, मैले भिडियोज पनि चलाउन नजान्ने, टिकटक पनि चलाउन नजान्ने, यो ट्रेनिङले यो सबै सिकाएको छ। 0 लेभलदेखि नै सिकाएको छ। जसलाई के पनि आउँदैन, एक्सपिरियन्स अब नआउने भनेपछि हाम्रो ट्रेनिङमा हुन्छ क्या। हाम्रो फेसलेस ट्रेनिङ भनेर छ। टिकटकमा कसरी हामीले पोस्टहरू गर्ने, कसरी हामीले चलाउने, टिकटक कसरी चलाउने, युट्युब कसरी चलाउने, फेसबुक कसरी चलाउने भनेर हामीले सबै पुरै हाम्रो यो ट्रेनिङमै हुन्छ। अनि अर्को चाहिँ हामीले अब एक्सपिरियन्स नचाहिने भनेपछि हामीले यो के भन्छ, हाम्रो धेरै विभिन्न प्रोफेसनलका व्यक्तिहरू पनि हुनुहुन्छ। जस्तै नर्स हुनुहुन्छ, डक्टरहरू हुनुहुन्छ, इन्जिनियरहरू हुनुहुन्छ होइन, हाउस वाइफहरू हुनुहुन्छ, अब स्टुडेन्टहरू पनि हुनुहुन्छ, टिचरहरू पनि हुनुहुन्छ। विभिन्न प्रोफेसनलका व्यक्तिहरू आएर भएको छ। त्यही भएर पनि तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। तपाईँ एक्लो हुनुहुन्न। हामी तपाईँहरूलाई साथ दिएर तपाईँको एभ्री स्टेपलाई चाहिँ हामीले वाच गरेर, गाइड गरेर तपाईँलाई बिजनेस स्टार्ट गर्नमा, बिजनेस रन गर्नमा हामी हेल्प गर्छौँ। हामीलाई पनि आफ्नै मेन्टरहरू, कोचहरू, हाम्रो लिडरहरूले हामीलाई पनि त्यसरी नै हेल्प गर्नुभएको हो, र हामी पनि तपाईँलाई त्यसरी नै हेल्प गर्ने हो। त्यही भएर तपाईँहरू आएर चाहिँ हामीसँग जोड्नु होला। अब मसँग जोड्न चाहनुहुन्छ भने चाहिँ मेरो वेबसाइट छ www.pratikadigital.com मा आएर तपाईँको नाम र इमेल एड्रेस राखेर रेजिस्टर गर्न सक्नुहुन्छ, जहाँ तपाईँले 90 मिनटको वेबिनार, फ्री वेबिनार हेर्न सक्नुहुन्छ। र एभ्री मन्थ तपाईँले मेरो सिस्टमबाट इमेलहरू आउनुहुन्छ, र त्यो तपाईँले फलोअप गरिराख्नु भयो भने चाहिँ तपाईँले धेरै कुरा सिक्नुहुन्छ। र डाइरेक्ट मसँग आएर कुरा गर्नुभयो भने हुन्छ, म तपाईँलाई स्टेप बाई स्टेप गाइड गर्ने नै छौँ। अब डाइरेक्ट मेसेज गर्नको लागि चाहिँ मेरो फेसबुक पेज छ प्रतिका साके @co.मा आएर मसँग मेसेज गर्नुभयो भने हुन्छ, या मलाई मेरो फेसबुक पेज प्रतिका साकेमा मलाई एड गरेर पनि मसँग डाइरेक्ट कुरा गर्न सक्नुहुन्छ। आजलाई म यति नै। अब अर्को टपिक लिएर म फेरि आउने नै छु। अहिले जहाँबाट हेरिराख्नु भएको छ, मेरो लाइभ हेरिराख्नु भएको छ, या मेरो रिप्ले पछि हेर्नुहुनेछ, उहाँलाई धेरै धेरै धन्यवाद भन्दै आज म यसैलाई इन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच।